जाँदैछौँ। यो चाहिँ भोजपुर कस्तो राम्रो फुलेको रहेछ नि। भएको घाँटी दुख्दैछ कुनै खाइदिएको देखाउनु जाइसकेको छ यहाँ भन्न केही नभएको क्या यस्तो भएको। उसको नाम के हो कमेन्ट गर्नु होला। हेलो नमस्ते जोडले स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। न्यू डे न्यू ब्लग लिएर आज पनि हजुर सामु आइसकेको छु। म सुस्मिता। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदमै सन्चै छु। अनि मैले चाहिँ अहिले बिहानैबाट भिडियो स्टार्ट गर्दैछु। अहिले चाहिँ म नुहाएर बसिरहेको छु। साथीहरू पिम्पल यसरी पिम्पलले सताइरहेको छ है मलाई चाहिँ। यस्तै हो है। अब कहिले जान्छ कहिले आउँछ। अनि भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला। हामी चाहिँ हिँड्यौँ घुम्नुलाई मर्तिका। यता हुन्छ साथीहरू। भोजपुर बजार जाँदैछु। कति घुमेको भन्नुहुन्छ होला है। म चाहिँ भिडियो बनाउनुलाई मात्रै हिँडेको खासमा चाहिँ। अनि जाँदैछौँ। हप्ता काम थियो त्यही भएर खासमा चाहिँ हामी देउराली हिँडेको। देउराली केक खानुलाई देउराली चोक। अनि यहाँदेखि चाहिँ भोजपुर कस्तो राम्रो देखिँदो रहेछ के। अनि हल्का यसो भिडियो गरिदिएको। अनि मेरो साथीहरू चाहिँ अगाडि गइसक्नु भइसक्यो। हाम्रो दिदी चाहिँ आइसकेको छ है। सुरुमा चाहिँ नजाने मान्छेहरू अनि लाइन मेरो त एमबी त छैन। दिदीकोमा छ अरे कति एमबी निन्दा दिदीकोमा। कहाँ ओ एकछिन माग्दा भइगयो। एकछिन माग्दा भयो भने ऊ नेट होइन हस्पिटल अन गरेर क्या। हामी चाहिँ पुग्नु लाग्यौँ देउराली। कति घुम्छ भन्दा नि मान्छेहरू। उता चाहिँ नाच्दै हुन्छ हो। डान्स हुँदैछ। हिँड्नु भनेर हिँडेको त नभए त के म त केक खानु मन लागेर केक खानु मन लागेर खासमा पुग्नु लाग्यौँ। के चाहिँ के नयाँ छ अन्त त कल्ल हुन्छ मलाई हुँदैन। पहिला तिमी मभन्दा सुकेको नि त। एक दिन मात्र लगाएको माथि बर्थडे बनाएको थियो। मेरो त खुइलेर कस्तो भएको थियो। यता आउँदै हुनुहुन्छ दिदी मोटी डनहरू। अनि यता चाहिँ जाँदै हुनुहुन्छ। के त्यो बनाना देखिएन पो। देखिए बनाना। अघि एकछिन पनि चलाउनु पाएन लाइन आएपछि एकछिन चलाएको थिएँ। फेरि कपडा धोएँ भाँडा धोएँ। लाइन गएपछि लाइन पनि हाम्रो भोजपुरतिर चाहिँ लाइन पनि हिजोदेखि गएको आएको छैन चाहिँ। चार्ज पनि छैन। धन्न मैले हिजो दिदीले फोन नचलाइराखेको थिएँ र चार्ज थर मात्रै।
चिन्ता गरेँ नि, मैले त फेरि हेरिन्न थालिहालेँ। यो देउराली चोकदेखि माथिल्लो बाटो हो। यहाँ आउँछ आइपुग्यौँ फाइनल्ली फुल भयो ठाउँमा। फ्लावर असिना सबै झर्छ। स्मृति पार्क फुलबारी राम्रो छ नि यतिको होइन। अब फोटो खिच्दा ठिक हुन्छ, खाना त कसले भ्याउँछन् होइन। हाम्रो पसलमा अरू पनि पसल छन् त्यता त फुलबारीमा। ए अँ अलिक चाहिँ नि चार्ज त 50% भइसकेछ। मौरी छ त। फुलबारी कुन फुल हो थाहा छैन, फुलको नाम चाहिँ। कस्तो राम्रो फुलेको रहेछ नि। हामी चाहिँ अस्तिदेखि आउनु भएको थियो, फाइनली आज आइपुग्यौँ। मभन्दा चाहिँ फुल राम्रो छ नि, फेरि मलाई नहेर्नु ल, फुललाई हेर्नु है। टेन्स ल होला के खानु। मलाई पनि 2टा प्याक गरिदिनु। रिटर्न लाने भनेको होइन, भन न कि त्यो 4टा या 2-2वटा प्याक गर्नु। बरु हामी के खान्छौँ ल? हामी चाहिँ के खान्छ? खिर पनि छ। आइसक्रिम खाने त? आइसक्रिम तपाईँलाई खान सजिलो हुँदैन। घाँट दुख्छ ल। केकेहरू पनि पाउँछ होला नि त, चाउमिन मात्रै होइन। आइसक्रिम खायौँ हामीले चाहिँ नखान तिमी? लाइन अझै आएको छैन अरे। सुँगुर हेर न। किन बसेको साथीहरू हामी चाहिँ यहाँ केक खाने भनेर आएको, तर केक चाहिँ सकिएको रहेछ। 2टा-3टा मात्रै रहेछ। अनि घर लगेको भाइ बहिनीहरूलाई। अनि यो चाहिँ आइसक्रिम खाएको, घाँटी दुख्दैछ पनि खाइदिएको। देख्न सक्नुहुन्छ आइसक्रिम। खोइ आउनु भएन त। अब यहाँ खाजा खाएर जाने भन्ने हुन्छ। रात परिसक्यो। हेलो चार्ज त मेरो त चित्त हित्तै सकिन छ। म यहाँ घरिघरि चार्ज गरेर भिडियो गर्दैछु। भ्लग बनाएको होइन, मैले भिडियो गरेको हौ। भ्लग बनाएको।
मेरो त अर्को खान्छ खानु आउँछौँ हामी चाहिँ मेनु माथि 150 है माथि 150 माथि हामीले खाएको तपाईँले मोमो खानुभयो नि त चिकन चाउमिन आउँदैछ हाम्रो चाउमिन चाहिँ हामी चाउमिनको वेटिङमा छौँ हाम्रो चाउमिन ल्याइसकेको छ यहाँ खान थालिसक्नुभयो भोक पनि लाग्यो भोक लाग्यो खाइसक्छौ यहाँ पो देख्छ भनेर त चुख हुँदो रहेछ मान्छेहरू मन पर्छ अस्ति पर यति फलेछ कि त्यो बस्तीदेखि माथि हाम्रो उता गाउँले भएको थियो दिदीहरू कति मजाले उसको नाम के हो कमेन्ट गर्नु होला खानु ने दिदीहरू म खान्छु ल पोरै पोर खानु नि दिदी अमिलो खानु भए चाख्नु त चाख्नु त रे कति अमिलो त्यो झन् सेतो सेतो फुलेको जस्तो हुन्छ कि लानु नि तपाईँ खान्छु भाइ कसले खान्छ जस्तो खान्छ त्यस्तो मर्छ अमिलो खायो भोजपुरको देउराली के भन्छ होला बस पार्क पुग्नु लाग्यो भने चाहिँ बस पार्क अब चाहिँ रुम पुग्नु लागि हामी चाहिँ अनि म चाहिँ भिडियोहरू पनि थोरै थोरै बनाएँ मेरो चाहिँ फोन अफ भइहाल्छ क्या मेन प्रब्लम भनेको चाहिँ मेरो फोन अफ हुने फोन चाहिँ अफ भइहाल्यो अनि ब्याकअपबाट चार्ज गर्दैछु त्यही पनि सक्दैन लाग्यो अनि साथीहरू अस्ति नै भोजपुरमा एक्सिडेन्ट भएको बस चाहिँ यही रहेछ निलैलाई यस्तो हुँदाखेरि अनि मान्छेहरू भन्न केही नभएको क्या यस्तो भएको रहेछ गाडी चाहिँ साथीहरू अहिले चाहिँ मैले राति भिडियो इन गर्दैछु अघि आउने बित्तिकै भिडियो इन गर्ने भन्ने सोचिरहेको थिएँ तर मेरो फोनमा चाहिँ चार्ज थिएन क्या हाम्रोतिर चाहिँ हिजोदेखि लाइन गएको अनि एकछिन आउँछ फेरि गइहाल्छ क्या अनि त्यही भएर मैले चाहिँ अहिले चार्ज गरेर चाहिँ भिडियो इन गर्दैछु अहिले पनि लाइन चाहिँ छैन हाम्रोतिर चाहिँ अनि मैले चाहिँ भिडियोहरू सक्दो बनाउने कोसिस गरिरहेको छु है तर पनि अझै सकिरहेको छैन क्या मान्छेहरूको अगाडि बोल्नलाई चाहिँ त्यही पनि कोसिस चाहिँ गरिरहेको छु अनि हजुरलाई चाहिँ भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गर्नुहोला अनि थ्याङ्क यू सो मच हजुरलाई चाहिँ मेरो भिडियो जस्तो फेरि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा गुड नाइट बाई बाई